राम्रो हो किनभने प्लानिङ पैसा हामीले 3 अङ्क लिने पाइयो त्यसपछि म ह्याप्पी छु किनभने प्लानिङले लास्ट 2टा म्याच खेलेर चाहिँ राम्रो प्रदर्शन गरेको थियो होइन र मलाई डर पनि लागेको थियो प्लानिङ एउटा राम्रो भर्खर डिभिजन च्याम्पियन भएर आएको एउटा सेफ्टी थियो त्योसँग चाहिँ 2-0 ले हामीले जित गर्दै 3 अङ्क लिन पाएँ त्यसको लागि चाहिँ म एकदम खुसी छु अब फर्स्ट अफ अल हाम्रो मसिन र भिक्टिम भए पनि अब त्यस्तो पर्फर्मेन्सको हिसाबले भिक्टिम छैन योपालि किनभने हाम्रो ट्रेनिङै लिएको छ त्यसले गर्दाखेरि पनि अब प्लानिङ चाहिँ एउटा युवाहरूको टिम हो राम्रो छ क्या मेरो चाहिँ अलिकति फिजिकली पनि फिट छ हाल्नुभन्दा त्यो कारणले गर्दाखेरि पनि हामी फर्स्ट हाफमा चाहिँ बिट गर्न सकेको र सेकेन्ड हाफमा चाहिँ अलिकति हामीले खेलाडीहरूको पोजिसन पनि चेन्ज गरेर चाहिँ रणनीति अनुसार चाहिँ हामीले स्कोरिङ गरेर जित हासिल गर्न सक्यौँ पक्कै पनि अब लालिगुरास अब हेर्दाखेरि चाहिँ यहाँ नयाँ टिम देखिन्छ होइन अब म चाहिँ एज अ कोचको हिसाबले गर्दाखेरि यो 4-5 वर्ष अगाडिको पुरानो टिम हो किनभने उनीहरू यता धेरै खेलेको छैन तर पोखरामा एउटै टिम भएर खेलेको छ र उनीहरूको त्यो पर्फर्मेन्स हेर्दाखेरि थाहा हुन्छ टिमवर्क चाहिँ धेरै राम्रो छ उनीहरूको भन्दाखेरि एउटा मसिनोको भन्दा पनि राम्रो छ उनीहरूको टिमवर्क चाहिँ क्या त्योले गर्दाखेरि पनि हो अब सब्जेक्टमा बेन्च प्लेयर चाहिँ कति स्ट्रङ छ भन्ने कुराले गर्दाखेरि चाहिँ 16वटा म्याच खेल्नुपर्ने छ होइन अब कति धेरै इन्जुरीहरूको लागि चाहिँ रेस्ट दिनुपर्ने हुन्छ त्यो अनुसार सब्जेक्ट चाहिँ राम्रो भयो भने एट द एन्डसम्म चाहिँ एउटै पर्फर्मेन्स जान सक्छ श्रेष्ठ एउटा नौमा प्रतिभावान खेलाडी हो किनभने उसले यस लेभल नेपालबाट खेलिसकेको हुन्छ र फर्स्ट म्याचमा चाहिँ उसले इन्डियाको विरुद्ध हामीलाई जित पनि दिलाएको छ हो किनभने यो छ होइन अब कहिले खेल्ने कहिले नखेल्ने हुन्छ तैपनि अब प्रतिभावान खेलाडी छ राम्रो छ